हामी चाहिँ के अरे ब्लाइन्ड फोल्ड मेकअप त्यो गर्दैछौँ एक्चुअली भन्दा पर्दा हामी दुईवटालाई मेकअप गर्न आउँदैन आँखा हेरेर गर भने पनि आउँदैन है तर त्यही पनि आँखा बन्द गरेर गर्ने च्यालेन्ज छ हाम्रो चाहिँ मेकअप सामानहरू छ है सामान तर यो सकिन आँटेको ए रहेछ मोइस्चराइजर भेटाएन कि गाइज अनि अब जे छ सामान त्यति त युज गर्ने हो बेबी क्रिम टोनर केही पनि छैन हामीसँग के अरे टोनर प्राइमर त्यस्तो केही पनि छैन खै अनुहार यो चलाइसकेपछि यतापट्टि राखिदिएको ल यो अब हामीसँग फाउन्डेसन छैन होइन 2 in 1 फाउन्डेसन प्लस सनस्क्रिन टिन्टेड सनस्क्रिन होइन त ओइ खोलिँदैन त फेरि यो त ए ला ओइ भाउजू पुरै यो नै खोलिन्छ त बिर्कै खोलिँदैन यही घुमाइदिन्छु ल ए एलो हरवाल गयो ए परेला कोर्ने पनि फेरि खासरी लाउने कहाँ हो ओइ भाउजू ला यो सुकेको छ क्या यो लगाउँछ क्या यस्तोमा ए अब त्यो सुकेको छ होइन त्यो त पर्दैन यो खै गाह्रो हुँदो रहेछ हुन्छ नि हौ आँखा हेरेर नहेरेर त अनि घोच्दिला भने डरे यो परेला कोरेर पनि नि कन्सिल गर्छ क्या त्यो चाहिँ अगाडि त्यो फाउन्डेसन लगाउनुभन्दा अगाडि गर्थ्यो क्या अब यस्तो हाम्रो मेकअप कहाँ राख्यो कन्सिलर यहीँ राखेको त अहिले यो हो ए कन्सिलर पनि उयो गर्ने ब्रस हुन्छ अब के गर्नु बस यो लगाइदिँदैन ल किनकि यसको यो पनि बिग्रेको छ नि त हेर्नु न यो हो क्या यहाँनिर नभए हुन्थ्यो अनि त्योबाट यस्तरी सर लगाइदिन्थ्यो नि बस यो मिल्दैन पनि आँखा घोच्दिने हो कि भन्ने डर छ अब कुनबाट एकखेप लगाइदिउँ म यहीबाट लगाइदिन्छु ल ल आइसक्यो यति नै ल यसको प्लास्टिक हो आइसक्यो सक्यो नि
यो भाँचेको हो क्या अर्को नभाँचेको छ यो यहाँनिरबाट रातो कलर पुरा छ यो यो फर्स्ट सेकेन्डको किनकि ब्लस छैन नि त ए अनि रातो र कालै लाग्यो फेरि यहाँ रातो र कालै लाग्यो फेरि यहाँ यही हो क्या मेरो ब्लस जहिलेको अरू त ब्लस अलिक माथि लाएर जस्तो लाग्छ उसले त मुनि गाला डिम्पल पर्ने ठाउँमा लगायो यहीँ लगाइदिएको छु त यहाँ एकातिर कालो एकातिर रातो होला नि अहिले ब्लस छ कि त्यो लिक्विड वाला छ क्या धेरै लाग्छ लेटर आँखा हेरेर थाहा भएन अब के तिनटै लाग्नु हो तिनटै टल्किने हो क्या ब्लसको माथि अलिअलि लगाइदिनु अनि खै न अनि खै न एउटा आँखा लगाइदियो अब गाजल खै गाल अघि त फुलेको छ त मुख धुनै झ्याउ लाग्छ यति राति छ नि मुख धुनै झ्याउ लाग्छ यति राति छ नि यो ब्रसहरू चाहिँ एक ठाउँमै बनाउँछ पहिला हेर्नु न थामेर लगाउनु यार नाकको दुलभित्र सुन्नु न नाच्नु न अनि छामेर त ओठमै त लगाएको चाहिँ अलि देखाउँदा काला गर्नु अब ल सक्यो अब स्प्रे केही पनि छैन सक्यो फाइनल चिबिटी काला दादा यहाँ फोटो खिच्यो कोही क्यामेरा मेरो अब मेरो कस्तो
लुक बनायो यहाँ तिनवटा मेरो भयो। गाजरले लतपतिन्छ मेरो है त्यसै लतपत बढिसक्यो होला माथि चिसो चिसो लागिसक्यो गाजर त राम्रो लागेको छ नि यो भाउजूले आँखा खोलिहालेर दलेर आइसेट पनि राम्रो लगाइदिएको रहेछ कलर दामी रहेछ मिलाइको रहेछ आइसेट पनि मैले भनेन महँगो गा भनेर ल अन्त धुँदै रहेछ त यार तपाईँलाई त थाहा छैन होइन भनिदिनु पर्दैन होइन 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 यता सार्दौ न यार के हुन्न हौ वरिपरि छ कि न यहाँ वरिपरि वरिपरि नै छ आयो 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 चिसो भएन एकपल्ट हेर भिडियो भइसकेको छैन गएर हेर्नु त फास्ट मोसन थियो फाउन्डेसन अलि त्यो पनि बिर्केको लिँदैन के भएर यो बिर्को नै जाम भयो क्या मलाई अचम्म लाग्यो त नचलाएर होला। धेरै युज गरेर चलाउँदै चलाउँदै यसपछि के लगाउँछ आइसेटो नि भन मलाई मेरो थाहा थाहा यो लगाउँछु भन न यो हो क्या मैले अघि कोरिनँ आँखा ए एकछिन यसको ब्रस खै ए मलाई चाहिँ यो के हो कहाँ हो के हो त्यो थाहा छैन कि त्यही भएर है यो चाहिँ अब यो नि आइसेटो खै यो ठुलो आइसेट गाजर छ हौ गाजर कहिले खोजौँ न मैले चाहिन्छ गाजर त्यो कन्सिलर हो लामै लाग्छ त अरे के खोजेर यो होइन त ब्लस हौ ब्लस लगाउने यहाँ छैन अनि योबाट लगाउने हो रातो गाछ हौ यो यो ल गऱ्यो भने त बज्यो हौ एकचोटि मेरोमा बजेको भयो यही ब्रसले लगाउने हो नि त खै हौ खोलिँदैन ए खोल्नु आउनुपर्छ नि त सरर सरर गामा हो क्या कहाँबाट हुँदैन गाउँ होइन चिउरा तपाईँको मैले यो ब्लस र उयो चाहिँ दामी टल्किरहेको दामी देखिरहेको लगाइसकेर टल्किहाल्छ लिप लाइनर बनाएको हौ कपालतिर एकदम मुखभित्र कपालतिर एकदम मुखभित्र
ए ग्लास देखेछ खोल्दिउँ त्यो खोलौँ हेर्नु ल मेरो हात हेरौँ तपाईँ यो बनाएर पाउनु दुईजना एकैचोटि ल पर्नु पर्नु म त नाकमै लगाइदिनु छु हेर्नु तपाईँको राम्रो बनाइ ल भयो हाम्रो मेकअप यति हो साथीहरू थम्बनेलको लागि ल भिडियो तलेर पनि गरौँ न ल यता अनुहार हेरौँ अनि उहाँ ल हाम्रो मेकअप भिडियो यति नै हो सक्यो बाई बाई